बाल दिवसको शुभकामना बाल दिवसको शुभकामना बुझ्छ धन्यवाद विशेष है म चाहिँ आज तिमीहरूलाई एउटा कथा भन्न आएको क्या चाहिँ के हो भने नि हाम्रो एउटा नि दार्जिलिङमा एउटा स्कुल छ कि म्युनिसिपल गर्ल्स हाई स्कुल सुनेको नाम त्यहाँको नि त्यहाँ बस्ने त्यहाँनिर पढाउने टिचर्सहरू अनि त्यहाँ पढाउने स्टुडेन्टहरूको बारेमा अलिकति कथा भन्दा आएको तिमीहरूको बारेमा चाहिँ होइन ल उसको नाम लिने भने चाहिँ मन नदुखाउने ओके माइन्ड नगर्ने डोन्ट माइन्ड चाहिँ नगर भनेर चाहिँ ल ओके अब सर्वप्रथम है सबैभन्दा ठुलो क्लास कुन चाहिँ हो हाम्रो ओके क्लास 10 बाट सुरु गर्नु न ओके क्लास 10 को क्लास टिचर को हो ललिता मिस चाहिँ नि एक दिन चाहिँ क्लास 10 मा पस्नु भएछ अरे बुझ्यौ अन्तखेरि क्लास 10 मा नेपाली पढाउनु पस्नु भएछ अरे हो कतिवटा जोक्सहरू पुरानै सुनेको भए पनि फेरि हाँस्दिनु ल आज चिल्ड्रेन्स डेमा फ्रीमै हाँस्दिनु ल ट्याक्स लाग्दैन घरे मिठाई किनिदिन्छु नि ओके त्यहाँदेखि ललिता मिस चाहिँ ठक्कै आउनु भएछ अरे कि त्यहाँदेखि त कसलाई बोलाउनु भएछ अरे खै क्लास 10 गर्नु मनिकामा बोलाउनु भएछ मनिका तिमी त साह्रो एक्सन बस्छौ अलिकति राम्रो छौ तर आम्मा कसरी एक्सन बसेको तिमी त यसो हेर्दा त कविता भन्दा जस्तो छ एउटा कविता भन्न नानी पुरानो भन्नुभएछ अरे नि त हो देखि मनिकाको त कत्रै भइसक्यो अनि मिसको त दोकानमा बस्दा कविता त सरर त्यहाँ आलु र भेन्डी बेच्दाखेरि कविता त तरबाट निस्किन्छ लु अगाडि आएर भन न भन्छ के मनिका टक्कै आइदियो अलिकति माइन्ड नगर्नु आजको दिन चिल्ड्रेन्स डे हो के हुँदैन मनिकाले त्यस्तो सोच्छ अरे नाइलाई क्या त्यहाँदेखि चाहिँ भनेछ अरे फ्युचरको नाइला अहिले पुरा हिँड्दा भनेछ अरे क्या मैले तिमीलाई माया गरेँ अबला सम्झेर मैले तिमीलाई माया गरेँ अबला सम्झेर तिम्रो बाउले मलाई कुट्यो अबला सम्झेर भनिस अरे कि अन्त त्यहाँदेखि चाहिँ अझ एकजना बोल्यो अर्को एकजना कविता भन्नु भनिस अरे जेनिसाको कविता भन्नु भने एउटा के जेनिसा के आएछ अरे हो त्यहाँदेखि जेनिसाले के भन्छ अरे मिस म अस्ति आएको थियो जेनिसाले पनि ट्राइलै सोधेछ अरे हो त्यहाँदेखि के आएछ अरे कि तिमी झाल म ढोका तिमी झाल म ढोका तिमी बाख्री म बोका ललिता मिसको हरेस त्यहाँदेखि किन गएको थियौ तिमीहरूको बारेमा चाहिँ भनेको होइन अर्को एउटा म्युनिसिपल गर्छ त्यसको बारेमा भनेको नामहरू मिल्यो भने ल त्यहाँदेखि क्लास 9 मा चाहिँ हाम्रो क्लास टिचर सुधा लामिस आउनुभएछ क्लास 9 हो त्यहाँदेखि चाहिँ नि के पढाउनुहुन्छ पो सुधा लामिस फिजिकल साइन्स आउनुभएछ अरे कि त्यहाँबाट को बोलाउनु भएछ अरे स्मृतिलाई बोलाउनु भएछ स्मृति भन्नुभएछ अरे यस मिस वाट इज फोर्स भन्छ अरे स्मृतिले मिस फोर्स इज फोर्स इलेक्ट्रिसिटी इज फोर्स लाइट इज फोर्स सुधालाई मिस कामै गालामा ढकाइदिएछ अरे कि मिस किन कुट्नु भएको नि भनेर कि एभ्री एक्सन हेज इक्वल एन्ड अपोजिट रिएक्सन त्यहाँदेखि चाहिँ कुन चाहिँ क्लासको भयो हाम्रो को मिस अरे स्मृति मिस चाहिँ क्लास 8 मा आउनु भएछ
स्पिटिङ के गराउनुहुन्छ हौ इङ्ग्लिस गराउनुहुन्छ नि होइन त्यहाँदेखि चाहिँ अब उयो भइसक्यो कि आउनु भइसक्यो होइन त्यहाँदेखि आएर चाहिँ नानीले लु नानीहरू अब तिमीहरूलाई त म इङ्ग्लिसमा पढाउँछु तिमीहरूले जे पनि इङ्ग्लिसमै बोल्नु भनेछ यो रन्जुलाई त साह्रो परेछ यो होइन अर्को इङ्ग्लिस होइन रन्जु त होइन नि फेरि त्यहाँदेखि चाहिँ मिसले चाहिँ पुरा इङ्ग्लिस वर्डहरू सिकाउनु भएको थियो अरे अन्तखेरि भन्नुभएछ अरे होइन ओ अब म टक्कै त्यहाँनिर उयो भनेर सिकाउनु भएको थियो तिमीहरूले चाहिँ भित्र आउँदाखेरि चाहिँ प्लिज कम इन भन्नु ओके बाहिर जाँदा चाहिँ थ्याङ्क यू कम अगेन भन्नु ल भन्नुभएछ कोही आउँदा भोलि चाहिँ म सोध्छु है भन्नुभएछ अरे के भोलिपल्ट आएछ स्पिकिङ होइन टक्कै आएछ अरे रन्जुलाई त्यहाँदेखि सबले भनेछ अरे रन्जुको टर्न आएछ अरे होइन त्यहाँदेखि चाहिँ भित्रबाट त्यहाँदेखि मिस सबले आएछ अरे कि प्लिज कम इन भन्छ स्पिकिङ मिस क्या खुसी लाग्छ आमामा क्या इम्प्रुभ गरेछ यसले रन्जुले त डक्कै इम्प्रुभ गरेछ भनेर क्लास गरेछ अरे होइन क्लास सकेर बेल लागेर जाने टाइम भएछ होइन र जाने टाइम भयो रन्जुले त बिचै छ अरे के गर्नु बुझ्यौ थ्याङ्क यू कम अगेन भनेको थियो नि त होइन बिर्सेछ अरे रन्जुले त के गरौँ बेल लागेर स्मृति बिच निस्किँदैछ अब अरे निस्केर गल्लोमा पुग्नु रहेछ बिर्स्यो उसले बाहिर गएर प्लिज कमी हेलो त्यहाँदेखि चाहिँ क्लास 7 भयो हाम्रो अनुपा मिस क्या अनुपा मिस जानुभएछ अनुपा मिसले के गराउनुहुन्छ हौ 7मा जानुभएछ अरे बुझ्यौ त्यहाँदेखि चाहिँ क्लास 7मा चाहिँ भनेर क्लास 7 तिमीलाई चाहिँ म अब एकदम इन्डियाको हिस्टोरिकल प्लेसेसमा तिमीलाई म टुर गराउँछु भनेछ अरे होइन मैले एकदम सरकारबाट तिमीहरूलाई स्कलरसिप ल्याइदिन्छु पैसाहरू ल्याइदिन्छु तिमीहरूलाई चाहिँ म दिल्ली लाँदैछु भने सबैलाई खुसी भएछ अरे होइन दिल्ली लगेछ अरे स्मृति मिसले हाम्रो स्कुल होइन ए अनुपा मिसले हाम्रो स्कुल होइन त्यो अर्को म्युनिसिपल गर्छ होइन तिमीहरू त होइन है लगेछ अरे क्या पैसा पनि पाएछ अरे दिल्ली गएछ अरे होइन दिल्ली आग्राहरू कहाँ कहाँ गएछ अरे त्यहाँदेखि पहिला चाहिँ आग्रामा पुगेछ अरे त्यहाँदेखि स्मृति मिसले अनुपा मिसले टक्कै ताजमहल देखाएर भनेछ अरे होइन यो चाहिँ ताजमहल हो यो बनाउनु चाहिँ कति वर्ष लागेको थियो 22 इयर्स होइन 22 इयर्स वर्ष लागेको थियो भनेर भनिन्छ अरे नि है सबजनाले ए मिस अम्बो त्यहाँदेखि हाम्रो नयाँ आएको छ नि के अरे किन प्रितिकाले अम्बो मिस 22 वर्ष लागेको 22 वर्ष लागेको नि भनेर भनिन्छ अरे हो साझाले त्यति बेला त्यो बनाउने मान्छेको हातहरू पनि काट्थ्यो नि भनिन्छ अरे हो टक्टा गयो लाल किल्ला गएछ अरे हो यो चाहिँ हाम्रो देशको एकदम लाल किल्ला हो भनिन्छ अरे होइन त्यहाँदेखि प्रितिकाले चाहिँ भनेछ अरे कि भनेपछि चाहिँ यो चाहिँ हाम्रो ताजमहल हो वर्षमा बनाउनु 22 वर्ष लाग्यो भनेर नि त अन्तखेरि के अरे प्रितिकाले चाहिँ अब 22 वर्ष लागेको हाम्रो नेपालमा त नि हो के अरे सिंह दरबार बनाउनु त 3 वर्ष मात्रै लाग्यो 3 वर्ष नै बनाइसके त भनेछ नि त हो लाल किल्लामा गएछ अरे कि अन्त लाल किल्लामा गएर कि यो पनि हाम्रो को राजाले बनाएको होइन कसले बनाएको लाल किल्ला सायद अकबरले बनाएको थाहा छैन कसले बनायो है अनि यो बनाउनु चाहिँ यस्तै 15 वर्ष लाग्यो भनिन्छ यो प्रितिकाले आम्बो 15 वर्ष लागेको हाम्रो के अरे नेपालको त्यो के अरे त्यो धरहरा बनाउनु त के अरे यस्तै 2 वर्षमै सकेको थियो भनिन्छ नि हो अनुपा रिस उठेछ अरे बुझ्यौ त्यहाँदेखि घुम्दै जाँदा लास्टमा कुतुब मिनारमा पुगेछ अरे हो त्यहाँदेखि त्यसो हुनेछ अरे हो त्यहाँदेखि प्रितिकाले त अब हेप्नु थालेछ अरे बुझ्यौ मिसले चाहिँ के हो भनेर कि कुतुब मिनार हो यो बनाउनु चाहिँ कति लाग्यो भनेर कि कुनै हिजो त थिएन त्यहाँदेखि क्लास 7 को हाम्रो मन्जिला मिस
6मा आउनुभएछ अरे आएछ अरे सबले गुड मर्निङ मिस भन्यो तिमीलाई आज म क्वेसन सोध्छु भन्यो के त हुन्छ भनेर के हाल्दा रेसमा स्ट्यान्ड अप यो रेसमा होइन है अर्को म्युनिसिपल गर्छु है कस्तै गर्दैछ हाम्रो स्कुलको पुरै गरेको छैन मैले अर्को म्युनिसिपल कलको कुरा गर्दैछु बुझ्यो मजा आउँदैछ त्यहाँदेखि चाहिँ रेसमालाई टक्कै सोध्यो कि रेसमा हार्ट भनेको के हो भनेछ नि त मुडु हो मुडु मुडु हो मुडु भनेछ अरे हार्ट छैन भने के हुन्छ भने हुन्छ नि मान्छे मिस यो कति साह्रो ज्ञानी थियो नि त डल्लै जान्छ मिस किडनीको कमाल त्यहाँदेखि चाहिँ हाम्रो आएछ अरे क्लास 5 होइन क्लास 5मा चाहिँ हाम्रो प्रगति मिस क्लास टिचर टक्क आउनुभएछ अरे बुझ्यो त्यहाँदेखि चाहिँ प्रगति मिस पनि खासमा त अब इङ्ग्लिसकै हो होइन अन्त सोध्यो कि क्लास 5 के माने अब एकदम इङ्ग्लिसहरू इम्प्रुभ गर्नुपर्छ भनेर भन्छ त्यो सबैजनाले आफ्नो नाम इङ्ग्लिसमा भन भन्छ नि त अन्तखेरि त्यहाँदेखि सम्झना सबैजनाले भन्नु अगाडि सम्झना आएछ बुझ्यो यो सम्झना होइन अर्कै सम्झना के भन्नु यो पो सम्झना ए हामीलाई सम्झना छामी चित्र हो यो के भन्छ भन्दैछ नि त हामीलाई हामी नै भन्छ नि ए प्रगति मिस व्हाट इज योर नेम माय नेम इज मेमोरी खामी त्यहाँदेखि त भनेको त के छ भन्यो कि त्यहाँदेखि प्रगति मिसले चाहिँ मिठाई ल्याएको थियो होइन अन्त प्लिज केक भनेर कि मेरो भनेर कि सम्झनालाई मुनि टाढो लुगा त्यहाँदेखि हाम्रो एडमिस्ट्रेस हाम्रो सुरेखा ग्राममा आउनुभएछ अरे कुनै क्लासमा आउनुभएछ 9मा आउनुभएछ अरे होइन अन्त 9मा चाहिँ त्यहाँदेखि चाहिँ तिमीलाई म अब क्विज लिने भनिन्छ नि त अन्तखेरि पहिला ग्रीष्मलाई बोल्नुभएछ अब ग्रीष्म चाहिँ ज्ञानी छ होइन ग्रीष्मलाई भनिन्छ अरे कि ग्रीष्म त्यहाँदेखि यसो भने अरे हो नेम वान रक भन्छ ग्रीष्मले भने सेडिमेन्ट्री रक भन्छ होइन अन्त त्यहाँदेखि चाहिँ त्यो अर्थको भित्रबाट आउने म्याग्माहरू फ्लो हुने त्यसलाई के भन्छ भोल्केनो यो आकाशमा कतिवटा ताराहरू छ मिस साइन्टिस्टले पनि बताउनु सकेको छैन भेरी गुड एकदम साबास त्यहाँदेखि चाहिँ अब नेक्स्ट चाहिँ हाम्रो आसमा आइज रेडी बस्दै गर्नु भनेर आसमाले सोध्छ अरे हो कृष्णले के छ त्यो भन्नु मलाई अब क्वेसनहरू के सोध्यो फर्स्टमा चाहिँ तैँले सेडिमेन्ट्री रक भन् सेकेन्डमा भोल्केनो भन् थर्डमा चाहिँ साइन्टिस्टले पत्ता लगाउँछ छैन भन्न हुन्छ तिम्रो नाम के हो भन्दाखेरि सेडिमेन्ट्री तिम्रो बाउको नाम के हो भोल्केनो तिमी पत्ता भयो साइन्टिस्टले पत्ता रिक्सामा बोलाउनु भएछ अरे रिक्सामा कम हियर भन्नुभएछ अरे हो त्यहाँदेखि चाहिँ अब वाट इज सिपियु भन्नुभएछ अरे नि त सजनी मिसले हो अन्त रिक्साले टक्क बुद्धि लागेछ अरे क्या सजनी मिसले गीत पुरा मन पराउँछ पुरा एन्सर खाना पनि गीत गाएर पकाउनु पऱ्यो जस्तो मन छ क्या ओके हजुर मिस भन्नुहोस् अरे कि वाट इज सिपियु भन्दाखेरि रिक्साले शब्द नै भनेछ कि
त्यहाँदेखि दुईजना त्यो सारा थियो ओके अब छैन त्यहाँदेखि सञ्जिता मिस आउनुभएछ सञ्जिता मिस चाहिँ अब नेपाली पढाउनुहुन्छ 9मा होइन त्यहाँदेखि चाहिँ टक्कै सञ्जिता मिस सञ्जिता मिस आउनुभएछ अरे कि त्यहाँदेखि 9मा को हुनुभएछ अरे हौ यही मात्रै याद आउँछ मलाई आसमै मात्रै याद होइन आसमा होइन एकछिन आएन रहेछ नि आज त्यो ए यो आएछ यो अनन्या सञ्जिताले होइन अनन्या छैन अनन्या टक्क आएछ उठेछ अरे कि अलङ्कारको इक्जाम्पल भन जुरुको मिस हरिहरको हरियो हाफपेन ह्याङ्गरमा तैँले गरेर यहाँ जुम भयो अझ एउटा भन भन्नु थियो अलिक भन्छ पनि स्वतन्त्र पिताले पलङमा पल्टेर पक्कै ओके शर्मिष्ठा मिसले चाहिँ एउटा म्याराथन कन्डक्ट गर्नुभएछ हो त्यहाँदेखि सबभन्दा दामी कुद्ने को छ यहाँनिर प्रमिला चाहिँ अब ओभरडमा कुद्ने होइन माथि चाहिँ प्रमिला तिमी जानुपर्छ एकदम योपालि हाम्रो नाम रोसन गर्नुपर्छ भनेर प्रमिला उता मिस भनेर प्र्याक्टिस गरिसक्यो नि त हो त्यहाँदेखि चाहिँ म्याराथन चाहिँ तिम्रो कहाँदेखि फेरि भन्दा चाहिँ बतासेदेखिको सिंहबारीको स्ट्यान्डसम्म फेरि बुझ्यौ त्यहाँदेखि चाहिँ शर्मिष्ठा मिस चाहिँ सिंहबारीको स्ट्यान्डमा बस्नु भएछ अरे लु छिटो कुदेर आउनु न भनेछ अरे हुन्छ भनेर कि आमामा प्रमिला त आवाज त कुद्यो के हुन्छ नि यस्तो कुदेछ शर्मिष्ठा मिस कता यो पनि चाहिँ म्युनिसिपल बसले फाड्ने रहेछ भनिन्छ अरे होइन कि वान रेडी 1 2 3 प्रमिलाको आवाज त कुद्यो नि हो त्यहाँदेखि शर्मिष्ठा मिस सरको बाइकमा चढेर स्ट्यान्डमा गएछ अरे कि त्यहाँदेखि सिंहबारीको स्ट्यान्डमा पढ्दैछ हो आउँछ र आउँदैन पार्टीको भइसक्दाखेरि त्यहाँनिर ट्रफी डिस्ट्रिब्युसन भयो प्रमिला फर्स्ट कुद्ने मान्छे उल्टाबाट रमाउँदै रहेछ उता नि बिर्सेर लेबु पो पुगेछ ज्यादा छिटो भएर नि लेबु पो पुगेछ अरे सकेछ अरे त्यो हो त्यहाँदेखि कुइनी मिस आएछ अरे ओके अनि फेरि यसो भने कुइनी मिसले चाहिँ 7मै गएछ अरे र 7मा गएछ अरे कि 7मा गएर गएछ नि हाम्रो अस्मिता डराएको अस्मिता कहिले यसलाई सोधेछ अरे कि 2 into 2 into 2 into 2 into 2 कति हो भाइ कुइनी मिस हरेस लागेछ अरे कि त्यहाँदेखि अनुष्कालाई सोधेछ अरे हो 2 minus 2 कति हो भनेर कि 2 minus 2 कति हो भनेपछि त्यहाँदेखि चाहिँ अब सुनेको छ भने छोड्दै ल ओके त्यहाँदेखि हे नानी तिम्रोमा 2टा रोटी थियो त्यो 2टै रोटी तिमीले खायो कति बच्यो भनेछ अरे कि मिस सब्जी ओके लास्ट 2टा छ त्यो भन्छु ल म त्यहाँदेखि एक दिन चाहिँ नि क्लास 5मा क्या क्लास 5 को बसिरहेको थियो अरे कि यतापट्टि त पुरा डान्डम र डुङडुङ गर्नु थालेछ अरे हो क्लास 5 कोहरूमा भेडा मात्रै सानो छुट्टा छुट्टीहरू छ नि त होइन त्यहाँदेखि त यिनीहरू चाहिँ काम गर्दै थियो अरे कि गर्छ अरे हो सुनेछ अरे यिनीहरूले कि छुट्टी को त क्लास 5 को रियाना हो कि होइन रियाना अरे सुनेछ अरे गर्ने 25 चित्रो बोकेर गइसक्यो
टक गरे अनि टाङ गर्ने भित्रबाट गर्दा राखेको ग्लोरी हो कुछ पुऱ्याउन अब लास्ट चाहिँ के भइसक्यो भने एक दिन चाहिँ निमा फुर्की चाहिँ बिचारै थियो निमा फुर्की धेरै कि एउटा खम्बा रहेछ अरे ठुलो खम्बा बुझ्यो त्यो खम्बामा आँखा चढ्दै रहेछ आँखा त चढ्दै रहेछ निमा फुर्कीले त पुटीबाट हेरिबस्यो अरे आँखा त हेर्दा हेर्दै चढेको हुँदैन यी पुगेको अरे हो त्यहाँदेखि यो माथि पुगेर सेतो कागज चाहिँ ट्याक्कै टालेर त आँखा त गएछ अरे घरमा निमा फुर्कीलाई त पुरा हेर्नु मन लागेछ अरे हो के चाहिँ लेखेको छ त्यो सेतो कागजमा अन्त निमा फुर्कीको त यत्रो हातमा सौदाखेरि त्यो साइडमा लगाएछ अरे त्यो सेतो कागजमा के चाहिँ रहेछ चढेछ अरे खम्बामा चढ्दै टुप्पोमा पुग्यो सेतो कागज भेटेछ अरे हो अनि यस्तै के लेखेको थियो न खम्बाको टुप्पो